आइसक्यो केसरियामा कोटन साडीको एकदम धमाकेदार कलेक्सनहरू तपाईँ हेर्न सक्नुहुन्छ। केसरिया टेक्सटाइल कम्पनीमा हाम्रो जो कोटन साडीले सजिएर राखेका यी डमीहरू हेर्न सक्नुहुन्छ। कस्तो देखिन्छन् त यी डमीहरू हो। यस्तै तपाईँहरू पनि यी साडीहरू लगाउनु भयो भने देखिनुहुन्छ हो। कहाँ आउनु पर्यो? केसरिया टेक्सटाइल कम्पनी, सुरत, गुजरात, इन्डियामा आउनुहोस्, भिजिट गर्नुहोस् अनि त्यसपछि लिएर आफ्नो दोकानमा बिजनेस बढाउनुहोस्। केसरिया टेक्सटाइल कम्पनीबाट फ्याक्ट्री रेटमा तपाईँले यी साडीहरू लिएर जानुभयो भने तपाईँले आफ्नो दोकानमा राखेर मुनाफा कमाउने मार्जिन खान सक्नुहुन्छ। जो एउटै सजिलो उपाय हो। केसरिया टेक्सटाइल कम्पनीसँग जोडिएर तपाईँ छिटो र एकदम सजिलोसँग पैसा कमाउन सक्नुहुन्छ हो। यी साडीकै बारेमा म आज तपाईँलाई भन्ने छु। यी साडीहरू यस्तो ठाउँबाट लिएर बिजनेस गर्ने दाजुभाइ दिदीबहिनीहरूले लिन्छन् यहाँबाट अनि आफ्नो दोकानमा राख्छन्। तर सिंगल पिस मिल्दैन। मिल्छ त सिर्फ सेट वाइज मिल्छ हैन। आउनुहोस्, सेट वाइज लिएर जानुहोस्। तपाईँ यो च्यानलमा भिडियो कल तपाईँ यो च्यानलमा गएर अरू साडी पनि अरू भिडियोहरू पनि हेर्न सक्नुहुनेछ र तपाईँ हामीसँग जोडिनुको लागि व्हाट्सएप, भिडियो कल, अडियो कल सबै कुराहरूमा सुविधा छ। तपाईँ आएर यहाँ भिजिट गर्न सक्नुहुनेछ र जाउँ म तपाईँलाई देखाउने छु हाम्रो यो प्रोडक्टहरू हैन। यस्तो प्रोडक्टहरू तपाईँले हेर्न सक्नुहुनेछ जस्तो कि हामीले केसरिया टेक्सटाइल कम्पनीले कोटन साडी मात्र होइन कि यहाँ 101 साडीहरू बन्छन्। सिल्क साडी, बनारसी साडी, वेडिङ साडी हैन, पार्टी वेयरका लेहेङ्गा हरेक कुराहरू यहाँ बन्छन् हो। म तपाईँलाई देखाउन गइरहेको छु। फर्स्ट साडी हेर्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस् यसको डिजाइन हेर्नुहोस् हैन। यसको डिजाइनमा अब यसको साइडमा पल्लुमा हेर्नुहोस् यसको बुट्टाहरू भरेर यसो तना हालेको छ हैन। अब यी साडीहरू तपाईँ यहाँ केसरिया टेक्सटाइल कम्पनीमा तपाईँ पनि यी साडीको डिजाइन हेर्न सक्नुहुन्छ हो। यो डिजाइन हेर्नुहोस् तपाईँ, साडी कस्तो छ हैन। यस्तो राम्रो कपडा छ अनि यहाँमा डिजाइन हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त पल्लुतिर हेर्नुहोस्, यो साइडमा हेर्नुहोस् कस्तो राम्रो डिजाइन गरेको छ। यी साडीहरू तपाईँले केसरिया टेक्सटाइल कम्पनीमा मजाले पाउनुहुनेछ। आरामसँग आउनुहोस्, भिजिट गर्नुहोस्, बिजनेस अगाडि बढाउनु जरुरी छ अहिलेको जमानामा आफ्नो बिजनेस गर्नलाई हैन। चाहे जस्तो पनि होस् आफ्नो बिजनेस गर्नुहोस्, आफू कमाउनुहोस् हो। एउटा सजिलो उपायको बाटो हामीले केसरिया टेक्सटाइल कम्पनीले ल्याएको छ हो। यी साडीहरू तपाईँले यहाँ पाउनुहुनेछ। कतिमा थाहा छ? यहाँ स्टार्टिङ प्राइजहरू छन् साडीका 250, 300, 200, 45 रुपियाँबाट पनि यहाँ स्टार्टिङ प्राइस छ। 45 को साडी पनि तपाईँले पाउन सक्नुहुन्छ। बुझ्नुभयो हो। त्यसै गरेर अर्को डिजाइन हेर्न सक्नुहुन्छ। हेर्नुहोस् अर्को डिजाइन हेर्नुहोस् है कस्तो छ। आहा यस्तो राम्रो साडी। यी साडीहरू हामीले नेपालमा गएर बेच्न पाउँदा कस्तो हुन्थ्यो होला ल भन्नु त। तपाईँ हामी बेच्ने मान्छेले कति मुनाफा कमाउनुहुन्छ हो। त्यही भएर आउनुहोस्, केसरियामा आउनुहोस्, भिजिट गर्नुहोस्। तपाईँ हैन आउन जरुरी छ, बिजनेस गर्न जरुरी छ हैन। र सजिलोसँग गर्ने तरिका भनेको केसरिया नै हो। यहाँ हेर्नुहोस् यस्तो हाम्रो लोगो लागेको छ। बुझ्नुभयो? तपाईँ यदि हाम्रो कम्पनीको बारेमा जानकारी लिन चाहनुहुन्छ भने पनि यो केसरिया टेक्सटाइल कम्पनीको गुगलमा गएर वेबसाइटमा गएर तपाईँले पुरै भिजिट गर्न सक्नुहुनेछ। र हामीसँग यो च्यानल पनि तपाईँले हरेक च्यानलहरू बनेका छन् ती पनि हेर्न सक्नुहुनेछ। त्यसै गरेर हेर्नुहोस् यसको कलर हेर्नुहोस्। यी साडीहरू जति पनि छन् हामीसँग कलर हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त कति साडी छन् हामीसँग। इसीका तपाईँले यहाँ पाउन सक्नुहुन्छ हो। यति मात्र होइन, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ यो सेक्सन पुरै साडीको सेक्सन हो। यहाँ वरिपरि साडीहरू राखेका छन्। यी सब सेट गरेर राखेका छन् स्याम्पलहरू जो तपाईँहरू आउनुभयो भने काउन्टरमा देखाउँछन् अनि त्यसपछि लिएर तपाईँलाई मन परेका पिसहरू तपाईँले यहाँबाट लिन सक्नुहुनेछ। बुझ्नुभयो हो। यसरी तपाईँले फेरि यहाँ बक्स यसरी प्याकिङ पाउनुहुन्छ। मैले भने चाहिँ सिंगल पिस पाउँदैन, तपाईँले आएर सेट बाज हो। यस्तो सेट हुन्छ जस्तै 1, 2, 3, 4 यो सेट भयो 4। यो 4 सेटलाई तपाईँले पुरै लिनुपर्छ। एक पिस यहाँबाट लिन सक्नुहुन्न। किनकि हाम्रो यहाँ बिजनेसको लागि यस्तो साडीहरू राखेको, बिजनेस गर्ने दाजुभाइहरूको लागि राखेको ताकि सबै लिएर जाउन् अनि बिजनेस गरून् अनि मुनाफा कमाउन्। यहाँ मार्जिन कति छ त्यो तपाईँले हाम्रो कम्पनीमा आएर भिजिट गर्नुभयो भने पाउनुहुनेछ। र यसै गरेर यी भिडियो च्यानलमा गएर अरू भिडियोहरूमा पनि धेरै कुरा गरिएको छ, ती पनि हेरेपछि तपाईँले थाहा पाउनुहुनेछ हो। केसरिया टेक्सटाइल कम्पनी मात्र सुरत स्टेसनबाट 2 मिनेटको दूरीमा छ हो। तपाईँ सुरत स्टेसनमा उभिएर यसो दायाँ बायाँ हेर्नुभयो भने हाम्रो केसरिया टेक्सटाइल कम्पनीको बोर्ड पाउनुहुनेछ। बुझ्नुभयो? आउनुहोस्, भिजिट गर्नुहोस्, केसरिया टेक्सटाइल कम्पनीसँग जोडिनुहोस्, बिजनेस अगाडि बढाउनुहोस्। बिजनेस गर्नको लागि एउटा सजिलो उपाय छ केसरिया टेक्सटाइल कम्पनी। यदि बिजनेस गरिराख्नु भएको छ भने पनि तपाईँले यहाँ हजुरले सोचे जस्तो प्रोडक्टहरू पाउनुहुनेछ। यति भन्दै
म तपाईँलाई यो भिडियोबाट बिदा लिन चाहन्छु। हस्, धन्यवाद।